छुटेका संख्याहरू पूरा गर्नुहोस् है साथीहरू। यहाँ चाहिँ 18 छ, यहाँ 36 छ, यहाँ चाहिँ 90 छ, यहाँ 26, यहाँ 35, यहाँ 13 कसरी आयो, यहाँ 75 छ, यहाँ 15 छ र व्हाट क्वेशन मार्क छ है। सो लुक एट हियर। यसो यहाँ हेर्दाखेरि साथीहरू यतातिर कति आएको छ तपाईको 90 आएको छ नि, यहाँ माथि 90 छ। सो 18 लाई हामी यहाँ 18 छ नि, 18 लाई हामी 2 ले टाइम्स गरौँ है, 2 ले गुणन गरौँ कति भयो 36 भयो। अनि 18 लाई हामीले अब 5 ले गुणन गर्दाखेरि कति हुन्छ 90 हुन्छ। सो यो कमन देखिया छ कि 18 लाई हामीले 2 ले गुणा गर्यौं 36 भयो, 18 लाई हामीले 5 ले गर्यौं कति भयो 90 भयो। सो यहाँ पनि हामी सेम यही तरिकाले गर्छौं है। जस्तै यहाँ 13 छ नि, 13 छ, 13 लाई हामीले 2 ले गुणन गर्दा कति होला 26 आउला। अनि 13 लाई हामीले 5 ले गुणन गर्दा कति आउला 13 5 65 आउँछ। सो यहाँ पनि 2 आयो, यहाँ पनि 5 आयो है, कमन आयो नि दुईटैमा। यहाँ 2 थियो, यहाँ पनि के थियो 5 थियो। त्यसो भएपछि अब हामीले यहाँ एउटा यस्तो अंक लेख्नु पर्यो जसले चाहिँ हामी गुणा गर्दाखेरि यो पनि आउनु पर्छ है। अथवा यहाँ 15 लिन सक्छौं, सानो 15 अंक छ। जस्तै 15 लाई हामीले मानौ 5 ले गुणा गर्यौं भने कति हुन्छ 75 हुन्छ नि। 15 टाइम्स 5 कति भयो 75। अब 5 त आइसक्यो, अब अर्को कमन के चाहियो साधारण 2 चाहियो। त्यसैले 15 गुणा 2 गरौँ कति भयो 30 भयो। सो यहाँ के आउँदो रहेछ त 30 छ कि छैन अप्सनमा छ। सो राइट आन्सर के भयो त्यसको 30 भयो के। अब नेक्स्ट वान हेर्नुस्, यहाँ पनि कति छ 408 छ, 169 छ, 395 छ, 129 छ, 122 छ। अब यसो हेर्दाखेरि चाहिँ अब 408 लाई 395 यो ठूलो अंक भयो ल। 408 लाई यस्तो गरौँ त 395 देखि घटाउँ कति हुन्छ त यो कति भयो 408 भयो नि। 408 बाट हामी 395 घटाउँ, सरी 395 13 बच्यो, कति भयो 13 भयो। र 13 लाई स्क्वायर गराउँ त कति हुन्छ 13 13 कति हुन्छ 169 हुन्छ। यस वी गट आइडिया हियर है। सो के रहेछ यसबाट हामीले यो माइनस गर्ने अनि आएको अंकलाई फेरि डबल गरिदिने के, त्यही संख्याले गुणन गर्ने, स्क्वायर बनाइदिने के। त्यसो भएपछि 129 यहाँ छ, 129 बाट कति घटाउने 122, कति बाँच्यो 7। अनि 7 लाई फेरि के गर्दिने 7 देखि नि गुणा गर्दिने, 7 स्क्वायर बनाइदिने कति हुन्छ त 49। 49 यसको उत्तर हुनुपर्ने छ कि छैन 49। यस बी मा। सो राइट आन्सर बी भयो साथीहरु।